हेलो नमस्ते एभ्रिवान। सो म यो भिडियो चाहिँ हाम्रो चतरा 12 क्षेत्रको भिडियो हो, जुन चाहिँ म भ्याकेसन जाँदाखेरि हाम्रो 7 दिनको पुराण सकेर सेलाउनु पर्ने हुन्छ त्यतिखेरको भिडियो। मैले एडिट त अगाडि नै गरेको थिएँ, बट आफ्टर लङ टाइम ग्याप पछाडि चाहिँ म यो अपलोड गर्दैछु। सो सबैजनाले यो भिडियो हेरेर इन्जोय गरिदिनु होला। आई डोन्ट नो यो भिडियो अपलोड गर्न चाहिँ मैले कति टाइम पछाडि किन यति ढिलो गरेको थिएँ। जस्ट अहिले चेक गर्दाखेरि चाहिँ ग्यालेरीमा भेटेँ। सो इन्जोय यो भिडियो। आज चाहिँ हामी 12 क्षेत्र पुराण सेलाउनुको लागि आएको छौँ। उहाँ चाहिँ मेरो दिदी चतरा धाममा आउँदैछौँ। 7 दिनको पुराणको फुलपातीहरू सेलाउन आएको। दादा हाई भन्नु यहाँ। हेलो हेलो एभ्रिवान। हाम्रो परसम्म ग्रुप छौँ हामी। कति एउटा बसमा आएको, टोटल कतिजना छौँ? निकैजना छौँ। यो ठाउँै त्यस्तो रहेछ हो। मेरो जस्तो फोन मेरो पनि नराम्रो त होइन, फोन राम्रो आयो। ठाउँै त्यस्तो हो। वातावरण नै राम्रो। काबु भएको कति यो चाहिँ हाम्रो 12 क्षेत्रको जाने बाटो। हामी चाहिँ अस्ति 7 दिनको पुराण लागेको थियो हप्तादेखिको। सो आज चाहिँ हाम्रो पुराण सकिएको दिन भएर भोलिपल्ट हामी आज सेलाउनुको लागि 12 क्षेत्र आएको छौँ। अनि म भोलि जान्छु काठमाडौँ। साउन्ड चाहिँ क्लियर आउँदैन होला यो भिड भएकोले। जय हेलो 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 हेलो। चल न मेरो सिंगल फोटो खोइ। हेलो भन्नु मेरो भ्लगमा। हेलो हेलो भन्नु। आइपुग्यो। हेलो सकिन्छ, हाट गर्नुपर्छ, सकिहालिन्छ नि। हाम्रो अजीको चाहिँ घोडा दुखेर बिजोक छ हिँड्नुको लागि। मेरो लागि के टिप्नु भयो अरे कुवाक होइन? लु भयो त्यति साह्रो नि टिप्नु। कस्तो राम्रो खालको छ क्या, त्यो घोट्नेवालै छैन। हेर न अजीलाई चाहिँ घोडा दुख्ने बिमार भएर गाह्रो छ हिँड्नु। बुढाबुढीलाई चाहिँ हिँड्नु गाह्रो छ यो बाटो। आर्जु हाउ यु फिल? मजा आउँदैछ? कति पछि फ्रेस हावा खाएको। ब्युटिफुल भ्यू विथ ब्युटिफुल पिपल। कता हो हामी? कहाँ हिँडेको? हामी कहाँ हो र? हामी के क्या हो? हामीको कोही छैन नि त हाम्रो चिनजान त। सबै हाम्रो हामी त हरायो नि त। नुहाउनु पर्छ। केही ल्याएन नुहाउनु। खान्छ भुपले चाहिँ लाएर नुहाउनुहुन्छ, त्यही मागेर नुहाउने। बिहान कस्तो पानी परेको थियो, त्यही भएर हामी नुहाइनौँ। ननुहाउने भनेर आयौँ। घरमै नुहाएर आएको। अब यहाँ चाहिँ यस्तो राम्रो वातावरण भयो।
एकदम राम्रो तर पनि हामी सायद नुहाउने बन्दोबस्त मिलाउँछौँ होला। टाउको चाहिँ भिजाउँदिनँ म, जिउ मात्रै नुहाउँछु। म चाहिँ कपाल मात्र भिजाएर के हाल्छु भन् केही भन्नु छ? भन्नु छ मलाई आनन्द लिन यो त एकछिन आउँदो रहेछ लिङ्ग गाडी वातावरणको आनन्द। वान इन्फर्मेसन, यो बारा क्षेत्र चाहिँ धरतीको पहिलो धर्मस्थल भनेर चिनिन्छ है। थाहा छ कि छैन? नेपालको हरिद्वार कि इन्डियाको हरिद्वार? नेपालको हरिद्वार भनेर पनि यही ठाउँ ए नेपालको हरिद्वार भनेर पनि चतारालाई चिनिन्छ अरे। यो बारा क्षेत्र चाहिँ पर देख्न सक्नुहुन्छ तपाईँहरू यो ब्लू कलरको, त्यो चाहिँ ड्रेस चेन्ज गर्ने ठाउँ हो। ड्रेस चेन्ज गर्नुको लागि यस्तो बनाइदिएको छ। अनि यहाँ चाहिँ सबैले सेलाउनुको लागि लिएर आउनुहुन्छ, डुब्की मार्नुहुन्छ, रोगहरू निको हुन्छ भन्ने आस्था छ। हाम्रो चाहिँ ग्रुप यो हो अनि हामीले पनि पुराण गरेको लिङ्ग सेलाउनुको लागि आएको छौँ यहाँनिर। यहाँ चाहिँ बोटको सवारी पनि गर्न मिल्छ। हामी चाहिँ सोध्नु जाँदैछौँ। हाम्रो भाइको चाहिँ पेन्ट ठुलो भयो नि भाइ। अब पेन्ट ठुलो भएर अब प्रतीकलाई कसैले पेन्ट किनिदिन चाहनुहुन्छ भने अलिक सानो पेन्ट किनिदिनु होला। ठाउँ हाम्रो भाइहरू चुपर जाँदैछ सोध्नुको लागि बोटको प्राइस कति हो भनेर। सानो हवन हुन गइरहेको छ हाम्रो पुरेतबा। एकजनाको 500 त्यहाँ बसिराख्नु भएको छ, किन खिच्नु पर्यो? खिच्नु न। आमाहरू चाहिँ खै आउन सानो सो यो चाहिँ हामी चतरा धाम पुगिसकेर हाम्रो पुरेतबाले हवनको लागि सानो तयारी गर्दै हुनुहुन्छ, रेकी गर्दै हुनुहुन्छ। हामी चाहिँ 7 दिने पुराण सकेर यसरी सानो हवन गरेर अनि यहाँनिर 7 दिने पुराण सेलाउँछौँ, सबै पितृ लाउँछौँ। हामी सबै फ्यामिली अलिक रसमा हुन्छ किनभने पानी पर्न आँटेको थियो। अङ्कल नमस्ते गर्नु। पकाइदिउँ कि अरू लगेर बोरा राखिदिउँ न ल, किन गाली खानु बेकारमा। अङ्कल चाहिँ भ्यूको मजा लिँदै हुन्छ। एकचोटि बार पार गयो अलिक पिक्चरसँग जान्छ लुगा खोजेर तपाईँले हप्याक हुनुहुन्छ तपाईँ अनि तपाईँ पिक्चरमा चाहिँ जाने नि यो पोरा भन्नु स्वस्ति नः पूषा विश्ववेदाः
स्वस्ति नस्तार्क्ष्यो अरिष्टमे शान्ति शान्ति शान्ति। नयाँ फुल ल्याएको छ नि त्यहाँ होइन? लिङ्ग विसर्जन गर्ने यता खोइ यता बोल्न यता लिङ्ग विसर्जन भइसकेको अलिक ठुलो मेरो पनि त्यस्तै हो, मेरो पनि त्यही। चाहिँ घरि यता घरि उता गर्दै कुद्दै बनाइरहेको छु। प्रेमले भनौँ हर 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 महादेव शम्भो। ल हामीले सप्ताहको कार्यक्रमलाई पूर्ण गऱ्यौँ। अब यहाँदेखि उता यहाँहरूले अब स्नान जसरी गर्न सक्नुहुन्छ स्नान गर्ने, अनिखेर अर्को यज्ञमा जाने। त्यो यज्ञलाई सकेर अनि हामी तिलपात लाएर अनिखेर जान्छौँ। त्यसलाई चतुर्थी गर्न भन्छन् क्या। ल बुढा चन्दन अक्षता पुष्पले पूजा गर्नु, मजाले दक्षिणा दिनु शिव पार्वतीलाई होइन। कहाँबाट आउनु भएको छ यसो भाडा त दिनै पर्यो होइन। ल शिव पार्वतीलाई मजाले उपहारका सामग्रीहरू दिनु होला। ल पूजा गर्नु बुढा पूजा गर्नु, नलमा दिनु। ल ओम नमस्ते रुद्रमण्य बाहुतो दैकवे नमः बाहुभ्या नमः जाते रुद्र शिवा तनो रघोरा पापकाशिनी दयाल सन्ना शान्तमय गिरिशन्त विजाकसी। ल शिव पार्वतीको उमा महेश्वर भगवानको पूजा गरिसक्नु भएको छ। कैलाशबाट भगवान भोलेनाथ होइन हौ धनबहादुर दाइले पुराण लगाउनु भएछ। अस्ति आउला भन्दा भन्दै पनि आउन पाइएन होइन। Sorry,